एभ्रिवान वेलकम ब्याक टु मेरो अर्को नयाँ भिडियोमा। आज चाहिँ हामी मासिएर जान आँटेको क्या। त्यस्तो केही स्पेसल त होइन, यत्तिकै छुट्टी थियो नि त, अनि त्यही भएर आउटफिट देखाउँछु ल। सो मेरो आजको आउटफिट चाहिँ मेरो यो धेरै साल पुरानो पिङ्क सर्ट, बाइकर सर्ट छ। यो मेरो सक्स अनि चप्पल र यो चाहिँ रहेको छ साइड ब्याग ब्ल्याक कलरको। मेरो यो कपाल चाहिँ मैले बाटेको सिम्पल अनि विथ दुईटा रिङहरू, नोज रिङ र कानमा यो, त्यति हो। ओके, लेट्स कन्टिन्यू द भिडियो। जाँदैछौँ। गेटअप उसको चाहिँ यस्तो छ। अगाडि छ यता रियान्स, यता हेर, हाई भन मेरो ब्लगमा, हाई भन न। हामी चाहिँ बाइ द वे अटो कुर्दैछौँ रोडमा आएर। अब अटो चढेर टाढा जान आँट्यो। ओके, अनि के साथीभाइहरू, यहाँ चाहिँ हामीले मासतिर लग्ने सामान किन्दै थियौँ नि त। अनि मान्छे कति धेर थियो, अनि मलाई त बोलेर भिडियो गरेर कस्तो लाग्यो, अनि भोइस ओभर गर्दैछ। अनि यहाँ चाहिँ हाम्रो चटपटे बन्दैछ। अनि हिँडे कस्तो भिड थियो क्या मान्छे। यहाँ अटोमा जाने। खै यो चाहिँ सबै गाईघाट हो ल। हामी चाहिँ अब यही बस्छौँ, अनि खानेकुरा खाएर घर फर्किने एकछिनपछि। हाम्रो चटपटे चाहिँ यहाँ छ, चिप्सहरू यहाँ। भित्र हामी चाहिँ क्या खाएर यति भ्यायौँ क्या। अनि त्यहाँ मान्छेहरू थियो र भिडियो गर्ने सरम लागेर सकि पो सक्यौँ यहाँनिर। खाँदा खाँदा चटपटे चाहिँ मिठो रहेछ, तर अलिक धेरै गिल्लो भयो क्या। म टिप्रा गर्न आँटेको भने भर्खर यो बसेर एउटा दाइ चाहिँ एउटा होचे लाउने रहेछ, मेबी त इन्डियन होला। अनि उसको बुढी चाहिँ अहिले मोटायो अरे, अनि उसलाई राम्रो लागेन अरे क्या उसको बुढी। अलिक यस्तो गर, कस्तो यस्तो टेन्सन पक्रेको यार। चटपटे मिठो छ। गाइसहरू हेर्नुहोस् है, यो चाहिँ गाईघाटको भ्यू। यस्तो छ हाम्रो गाईघाट। हामी चाहिँ यहाँ बसिरहेको छौँ। अनि के साथीभाइहरू, त्यो अहिलेको आर्मी दाइले क्या कस्तो सान हाने क्या, आर्मी भएर मैले लुगा यसो अरे क्या। यताबाट भाइहरू कुद्दैछ नि त, अनि यसो अरे मलाई आर्मीमा यस्तो दुःख हुन्छ भनेर थाहा भएको भए म के दुःख गर्थेँ। अब विदेश जान्थेँ अरे क्या। अनि अब उसले त्यस्तो भन्न पाउँछ त नि, उसले अब भइहाल्यो, आफू चाहिँ आर्मी। अनि उसलाई त्यही पनि सान क्या, न कहिले सुनोस् न कहिले के गरोस्, सुनाउँदै थियो जाँदा। अनि त्यसपछि के अब पछि गएर रिग्रेट हुनुभन्दा त उमेर भइसक्यो, आर्मी नभिडेर, त्योभन्दा त बरु भिडेर बरु फेल भए पनि होस् न त, होइन। अनि त्यस्तो हो नि त, काहीँ नभएर सुनाउँदो रहेछ। निकाल त हातले फेरि अर्को मान्छेहरू आउँदै हुन्छ। अब हामी चाहिँ जान्छौँ होला। के हो त न उसलाई हात दिन्छ क्या, नधुन मकै थोर थोरै क्या, च्याप्च्या भन्छ पुरै। काट्छ न, यो खाँदा ऊ भइहाल्छ, पानी खानु पर्दैन। ढुङ्गा ढुङ्गा गाईहरू ढुङ्गा टोक्यो भने ल त पानी थोरै ल्याएको, अनि कोकले नि कुलुकुलु गरिदियो। म्याङ दादा को म्याङ दादा जस्तै लाग्यो, होइन म्याङ दादा तर। म्याङ दादा घरमा हुनुहुन्छ। एकछिन त उसले फोन निकाल्ने अरे क्या, पानी ल निकाल।
टन्न भयो टन्न चाहिँ खाँदैछौँ अब खाइसकेर चाहिँ जान्छौँ जाँदा चाहिँ हामी हिँड्दै जानुपर्ने के शीतल हुन्छ नि त पानी परेन भने चाहिँ यता पछाडिको रोडतिर चाहिँ आर्मी भिड्ने भाइहरू कुद्न आउँछ क्या भाइहरू त है प्रायः त्यो त दाइहरू होला नि चुप लगा म त 21 वर्ष पो हो त देख्न सकिन्छ ऊ यहाँनिर कुद्दै आउँदैछ पछाडि चटपटे गिल्लो भएर चम्चा यस्तो प्लाक्क भइसक्यो क्या अनि म चाहिँ जङ्क फुड बारेको थिएँ अनि बाहिर हिँडेपछि यस्तै खानुपर्छ क्या बजारतिर गएको भए त सुक्खा रोटी पनि पाइन्थ्यो यहाँ त चटपटे अनि सुगर फ्री कोकहरू ल्याएको थियौँ त्यही खाइदिएको अनि पानी बाइट खान लागेको यहाँ देख्न सक्नुहुन्छ यति धेरै मिठो देखा था नि अहिले भर्खर फोन झारेको नानाको आइफोन मार्ने मैले नगर न फुटेछ के खासमा यो ठाउँ चाहिँ कुनै मान्छे मर्नु भएको मान्छेको नाममा मतलब यहाँ यो बनाइदिया हो अनि यो पनि त्यस्तै गरे अब यो पनि यहाँबाट रियान्सले फोन झालेर तल पुर्याएको अहिले त्यहाँ खेल्दैछ अहिले मार्छ मलाई अनि यो चाहिँ रहेको छ रौता जाने बाटो यो चाहिँ गाईघाट जाने बाटो अनि यो चाहिँ पुरै गाईघाट होला साथीभाइहरू रियान्सले चाहिँ घरिघरि रिसाएको बेला मलाई मेनु भन्छ क्या अनि यो चाहिँ मेनु चाहिँ रसुलेहरूले समीक्षाहरूले मात्रै भन्छ अनि यसले पनि मलाई हेपेर मेनु भन्न थाल्यो रिस उठेर आँखै देख्दिनँ हौ म भेटे अब मैले खोइ डाँडै कुदेको सँगसँगै हिँड्नुपर्छ हातले देऊ न हात कस्तो हेर्नु न उसको आमाको हात मैले पक्रिनु अरे अनि उसले चाहिँ आमा मात्रै पक्रिन्छ अरे क्या यहाँ छ तेरो नि मैले बच्चा कति महिनादेखि गुधुएको नि फेरि भाइ हेर यस्तो धेर ऊ नदेखा नि बेहोरा धुन्छौ त्यही भएर त तिमी त्योभन्दा भन्न मिल्दैन र मात्रै देख्यौ मेनु भन्दैको सुन्दै हुन्छ नि यहाँ म को अरे तिम्रो छ्यामा भन् छ्यामा मेनु भन्यो भने नि मुख च्यात्छु नि फेरि अहिले नि फेरि 8-7 वर्षको फुच्चेले हेप्नु थाल्यो हौ मलाई यस्तो हुन्छ जिन्दगी यसको अबदेखि स्कुलबाट आउँदा त तातो तातो दाल त म बनाइदिएकै नि फेरि आफै आउने पकाउने खाने बुझ्यौ फेदमा थुप्पाको कुरा नगर नि लुगा धुनु चाहिँ के धुन्छौ लुगामा अस्ति के भनेर यसले कट्टुमा आँची गरेको कि अनि आमा मलाई गर्मी भयो म कट्टु नलाउने अरे गल्यो अरे लु बुइ हेर न हड्डी हाँसेको यसको फेरि यस्तो छ यसको गफ यस्तो फनी छ नि यसले अहिले भरे के भन्यो के साह्रो आज म हिँडेकै छु अरे क्या अनि बोकी माग्दैछ आमालाई यस्तो छ हालत बोक्ने कि नबोक्ने मलाई मेरै छोराछोरीले बोकिहाल्छ नि तिमीले बोक्नुपर्छ मेरो छोराछोरी जन्मेपछि तिमीलाई म माया गर्दिनँ बुझ्यौ रियान्स
नमस्ते भन न हो वा बुझ्नुहुन्न भगवान् राई होइन नि त ओइ कहाँनिर त्यो मिम्स बच्चाले थियो नि शिवजी भगवान् चामलिङ भनेर क्या हो र रियान्स बुझ्नुहुन्छ ए फेरि लु हो वा भन्दै अन्तिम चाहिँ के बोल्दैछ के बोल्दैछ यिनीहरू गाडी त्यो चाहिँ मेरो नेल बाइकको लाइटले टलक्क टल्काइदियो क्या अनि त्यही भएर हामी चाहिँ साँझ परिसक्यो हेर न अटो नपाएर हिँड्दैछौँ मेरो खुट्टा यहाँ छ त्यहाँ माथि त के भएको हौ त्यो एलर्जी आएर हो कि कमेलर्जी र पुरा फोका फोका बनाइदिएछ खुट्टातिर नि कता कता यतातिर हामी हिँड्दैछौँ लाइट बाल्न थालिसक्यो घरतिर गलेको हो खुट्टा डोग यहाँ ल उठ अब अघिसम्म गाइजहरू हालत त्यस्तो भयो त्यो माथि कालो डाँडाबाट हिँड्दै आएको अनि अघिसम्म बाजिरहेको थियो मेनुकाको हातै छुदिनँ भन्थ्यो अब चाहिँ लास्टै गलेसक्यो पनि अनि चाहिँ मेनुकाको खुट्टा ढोगिवरी छ्यामाले बोकिरहेछ उसलाई अब चाहिँ हामी 20 मिनटमा पुग्छौँ पछाडि हाई गर्दैछ सरी भन रियान्स सरी भन न सरी मेन्टुदी गुड बोय अब हामी चाहिँ त्यही 20 मिनट जति लाग्छ होला तर यहाँ के अरे करमगाछी चोकमा हामी सिटी अटो भेट्यो भने चाहिँ अटो र सिटी भेट्यो भने जेमा भए पनि जान्छौँ नभए चाहिँ हामी हिँडेर चाहिँ गाह्रै छ गाइजहरू झन्डै 30 मिनट लाग्छ यहाँ करमगाछीबाट तल हाम्रो पारुवाङ चोक झर्नलाई बाई 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 दुईजना गाइजहरू सानो गोरु भाइ यसको चाहिँ ट्युसन हुँदैछ Saturday is holiday ka turn mo. धन्यवाद भन त रिया धन्यवाद भन हामी चाहिँ यहाँ आइपुग्यौँ खसी बजार भन्छ फुटबल खेलाउँछ क्या यहाँनिर चाहिँ अरू बेला हामी यहीँ आउँथ्यौँ कि हिँड्नलाई मतलब घरदेखि यहाँसम्म हिँड्न आउँथ्यौँ बेलुका साँझमा आज त माथिदेखि हिँड्न पऱ्यो क्या अनि त्यही भएर हिँड्न नआउने भाइहरू चाहिँ अझै बल खेल्दैछ क्या यहाँनिर कस्तो ठुलो छ अनि साकेला नि यहीँ नचाउँछ क्या हाम्रो चाहिँ हामी चाहिँ घर फर्किँदा यतिको टाइम हुँदैछ क्या जुन निस्किसक्यो अनि हामी घरले बल्ल अटो पायौँ क्या यहाँ सिटी अनि आज मेरो ब्लग